भिसामा जापान कसरी जान सकिन्छ, के छ प्रोसेस, कस्ता व्यक्तिले जापान जान पाउँछन्, पढाइ योग्यता कति चाहिन्छ, के कति खर्च लाग्छ, कमाई कति हुन्छ, यस भिडियो अन्तर्गत रहेर सम्पूर्ण जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला पुरा प्रोसेस बुझ्नको लागि। त्यसभन्दा पहिला साथीहरू भिडियोलाई एक लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ च्यानल सब्स्क्राइब गर्नु होला यस्तै इन्फर्मेटिभ भिडियो हेर्नको लागि। अब साथीहरू जापानमा वर्किङ भिसामा जानको लागि सबैभन्दा सजिलो भिसा भनेको एसएसडब्ल्यू भिसा नै हो। अब कतिपयलाई यो एसएसडब्ल्यू भिसा भनेको के हो भन्ने पनि थाहा नहुन सक्छ। यो भनेको नेपालबाट डाइरेक्ट जापान जान एसएसडब्ल्यू भिसा स्पेसिफाइड स्किल वर्कर भिसामा तपाईले कुनै पनि आफूसँग भएको कामको एक्सपिरियन्सको आधारमा, दक्षताको आधारमा जापानले तोकेका क्षेत्रहरूमा काम गर्नको लागि तपाई त्यस काममा दक्ष छु भनेर अप्लाई गर्ने भिसालाई नै एसएसडब्ल्यू भिसा भनिन्छ। यस भिसामा गएर तपाईले 5 वर्षसम्म जापानमा काम गर्न पाउनुहुन्छ, तर तपाईले वार्षिक रिन्यु भने गर्नुपर्ने हुन्छ। पछाडि तपाईले जापानमा काम गर्दा गर्दै यस भिसालाई अरु भिसामा रूपान्तरण पनि गर्न सक्नुहुन्छ। अब यस भिसामा जापान जानको लागि के कस्ता व्यक्तिहरूले जान पाउँछन् भने के कस्तो योग्यता चाहिन्छ त? विशेष गरी यस भिसा मार्फत जापान जानको लागि 18 वर्षदेखि 40 वर्ष उमेर भित्रका हर कसैले यो भिसा अप्लाई गर्न सक्छ। तपाई 18 वर्ष माथि 40 वर्ष मुनि हुनुहुन्छ भने अप्लाई गर्न सक्नुहुन्छ। एसएसडब्ल्यू भिसा मार्फत काम गर्न जान तपाईलाई कुनै डिग्री अथवा +2 मास्टर केही पनि पढाइ योग्यता चाहिँदैन। कलेज स्कुलको कुनै योग्यता सर्टिफिकेट आवश्यकता पर्दैन। तर यस भिसा अन्तर्गत जापान जानको लागि तपाईलाई जापानिज भाषाको ज्ञान हुन भने जरुरी हुन्छ। तपाईले जापानिज भाषा सिकेको हुनुपर्छ, तब मात्र एसएसडब्ल्यू भिसा मार्फत वर्किङ भिसामा जापान जान सक्नुहुन्छ। N4 लेभल सम्मको तपाईले जापानिज भाषा सिकेर भाषाको ज्ञान हासिल गरिसकेपछि तपाईलाई जेएफटी एक्जाम जापान फाउन्डेसनले लिने टेस्ट एक्जाम पास गर्नुपर्ने हुन्छ। यो एक्जाम पास गरिसकेपछि तपाईले जापानको लागि एप्लाई गर्न सक्नुहुन्छ। अब तपाई कुन कामको लागि जाने, कुन काममा तपाईको दक्षता छ त्यस कामको लागि अप्लाई गर्न सक्नुहुन्छ। जापानले विभिन्न सेक्टरहरुमा कामदार लैजाने गरेको छ। एग्रिकल्चरमा, फुडमा, होटल रेस्टुरेन्टमा, केयर गिभरमा, यी यस्तै सेक्टरहरुको कामहरुमा तपाईसँग सिप छ भने एसएसडब्ल्यू भिसा अन्तर्गत भिसा अप्लाई गरेर जापान जान सक्नुहुन्छ। यसको लागि विभिन्न समयमा फर्म खुलिरहेको हुन्छ। तपाईले अनलाइनबाटै फर्म भर्न पनि सक्नुहुनेछ। एक्जाम फीहरु तिर्ने, फी तिरेको भाउचर समावेश गरेर अनलाइनबाट तपाईले फर्म भर्ने, त्यसपछि तपाईले एक्जाम दिने, एक्जाममा पास हुनुभयो भने तपाईको भिसा प्रोसेस हुनेछ। जेएलपीटी वा जेएफटी जापान फाउन्डेसनले लिने टेस्ट पास गर्नुभयो, त्यसपछि हुने स्किल टेस्ट पास गर्नुभयो भने बल्ल तपाई जापान जान सक्नुहुन्छ। यी सबै प्रक्रिया पूरा गरेर जापान जानेसम्म तपाईको खर्च लगभग 3 देखि 5 लाख सम्म हुन सक्छ। यो सबै तपाईको कन्सल्टेन्सीहरुको चार्ज धेरै थोरै हुन सक्छ। अर्को कुरा, तपाईले भिसा अप्लाई गरेको कम्पनीमा पनि भर पर्ने हुन्छ, किनकि कतिपय कम्पनीले जहाजको टिकट उतैबाट पठाइदिन्छन् भने कतिपय कम्पनीमा आफैले टिकट काटेर जानुपर्ने हुन्छ। यो कुरा बुझ्नु होला। अब तपाई जापान पुगिसकेपछि काम गरेर के कति कमाउन सक्नुहुन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ, किनकि तपाईले बाहिर सुनेका हल्लाहरु भन्दा फरक हुन्छ जापानको कमाई। यहाँ गभर्नमेन्ट स्तरबाट नै लेबर वर्कर स्यालेरी रेशियो बनेको हुन्छ, त्यही अनुसार तपाईले स्यालेरी पाउनुहुन्छ। मासिक लगभग 2 लाख जति हुन जान्छ। यो भन्दा केही धेरै या केही थोरै हुन सक्छ। बिस्तारै बिस्तारै बढ्दै जान सक्छ। बोनसहरु पनि तपाईले पाउन सक्नुहुन्छ। यसरी यी सबै प्रक्रिया पुराएर तपाई सजिलै वर्किङ भिसामा एसएसडब्ल्यू भिसा मार्फत जापान जान सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो लाइक शेयर गर्नु होला। नबुझे